ल साथीहरु, तपाईको घरमा लिचीको रुख छ तर गमलामा फल्ने लिची छैन भने यसरी बनाउन सक्नुहुन्छ है साथीहरु। राम्रो खालको हाँगा लिने है, 3 ओल जति चक्कुले बोक्रा फाल्ने र मजाले ताछ्ने र बोक्रा फालिसकेपछि ताछेर 3 ओल जति काट्नुस् है। टक्क 3 ओल जति काट्नुस् अनि बोक्रा खुर्किनुस् अनि भित्रको बोक्राहरु सबै छिरेर फाल्नुस् अनि त्यसको भित्रको पनि खुर्केर फाल्नुस्। यसरी टक्क लाएर अनि एलोभेरा घिउकुमारी टक्क लाएर लगाउनुस् अनि गिलास ल्याउनुस्, गिलास वा बोतल टक्क यसरी काट्नुस्। टक्क बीचमा काटेको ठाउँमा टेप लगाउनुस् अथवा प्लास्टिकले बान्नुस्। नरिवलको बोक्रा काटेर धुलो पारेर अथवा कुहिएको काठको धुलो त्यसमा माटो मिक्स बालुवा मिक्स गरेर मुछेर प्याक गर्नुस्, बोतल भित्र राखेर र हावा नछिर्ने तरिकाले प्लास्टिकले बानेर राखिदिनुस्। प्याक गरेर राखिसकेपछि वरिपरि प्लास्टिकले बान्नुपर्छ। 50 दिनपछि है साथीहरु यस्तो जराहरु निक्लिएर आउँछ। यहाँ ठक्क काटेर ओरेर अनि आफ्नो गमलामा मोल राखेर टक्क पारेर लगाउने, पानी हाल्दै अनि यस्तो राम्रो हुन्छ। यस्तो राम्रो तरिकाले फल्छ साथीहरु।